So I'm watching Marvel movies in order, right, from start to finish होइन स्टोरी राम्रोसँग बुझ्नको लागि. सो अहिलेको लागि चाहिँ मैले 10वटा मुभी हेरेको छु, तिनीहरू चाहिँ म यही रिलमा कभर गर्छु. देन बाँकीको मुभिजहरू चाहिँ म पर मुभी एउटा रिलमा रिभ्यू गर्छु है. सो लेट्स स्टार्ट. फर्स्टमा छ क्याप्टेन अमेरिका द फर्स्ट एभेन्जर. दिस इज वेयर इट अल स्टार्टेड. प्रिटी डिसेन्ट मुभी, भिएफएक्सहरू राम्रो छ. एन्डिङ वाज प्रिटी डिसपोइन्टिङ, भिलन कसरी डिफिट हुन्छ होइन, बट या टेस्टेराक्टहरूको इन्ट्रोडक्सन एन्ड अल द्याट राम्रो मुभी छ. सेकेन्ड क्याप्टेन मार्वल, आई थिङ्क वान अफ द मोस्ट अन्डररेटेड मार्वल मुभिज होइन, यस्तो राम्रो छ नि. आई थिङ्क या भिलेन्स वेयर डिसपोइन्टिङ डेफिनेटली, बट फ्युरीको एक्टिङ, फ्युरीको इन्ट्रोडक्सन होइन, एन्ड देन एजेन्ट कोल्सनको इन्ट्रोडक्सन, देन क्याप्टेन मार्वलको पावर्स होइन, आई थिङ्क यो एकचोटि चेकआउट गर्नुपर्छ. एकदम राम्रो मुभी छ. आइरन म्यान अभियसली एकदम दामी, हु डजन्ट लभ आइरन म्यान होइन. त्यो अफगानिस्तानको पार्ट, आइरन म्यान कसरी स्टार्ट भयो, सब दामी छ. एन्डिङमा वी अल न्यू होइन कि भिलेन इजिली डिफिट हुनेवाला छ, र त्यही भयो. सो एन्डिङ वाज प्रिटी डिसपोइन्टिङ, बट या Iron Man 2, decent movie. Black Widow लाई एक्सनमा देख्यो फर्स्ट टाइम, द्याट इज प्रिटी गुड. भिलनको एक्टिङ वाज टप नच, बट ओभरअल डिसेन्ट मुभी. इन्क्रेडिबल हल्क मेरो फेभरेट एभेन्जर हो, सो अभियसली आई लभ दिस मुभी. ब्रुस ब्यानरको एक्टर चेन्ज भएको छ यस मुभी पछि. दिस इज द ओन्ली टाइम दिस गाई विल प्ले ब्रुस ब्यानर, बट एकदम दामी एक्टिङ गरेछ. ब्राजिलको सिन्सहरू आर पर्फेक्टली सुट होइन, सो सिनेमेटिक पर्सपेक्टिभबाट नि एकदम दामी मुभी छ. एकदम राम्रो लाग्छ मलाई मुभी. थोर एज अ सुपर हिरो इज गुड, बट उसको स्टोरी लाइन इज प्रिटी एभरेज होइन अरूको कम्पेरिजनमा. लोकीले पुरै क्यारी गरे जस्तो लाग्छ मलाई होइन. एस्कार्डको स्टोरी लाइन एन्ड अल द्याट इज प्रिटी एभरेज, बट या लोकी इज द गोट एन्ड वी अल नो हाउ गुड थोर इज. सो या द एभेन्जर्स फ्यान फेभरेट मुभी, वान अफ द बेस्ट मुभिज मार्वल युनिभर्सको. एभ्री एभेन्जर के भन्छ वर्क्स टुगेदर फर द फर्स्ट टाइम. दामी मुभी छ. आयरन म्यान 3 प्रिटी गुड. टोनी स्टारको क्यारेक्टर ब्रेक गर्ने टाइपको मुभी. त्यो चाइल्ड एक्टर मलाई एकदम मन परेको थियो. प्रिटी डिसेन्ट मुभी. थोर द डार्क वर्ल्ड, नाइस वान, बट अगेन त्यही हो, लोकीले क्यारी गर्छ यसमा त एकदमै क्यारी गर्छ लोकीले. यस्तो सही एक्टिङ छ, यस्तो सही पार्ट छ नि लोकीको. एन्ड देन फर्स्ट टाइम इन्फिनिटी स्टोनको मेन्सन पनि यो मुभीमा हुन्छ. सो प्रिटी गुड. क्याप्टेन अमेरिका द विन्टर सोल्जर, प्रिटी डिसेन्ट मुभी. या लाइक a lot of things were revealed and all that, you know, like Buckyको part was very unexpected, but that also happened. Yeah, like यसले चाहिँ एकदम बिल्डअप गर्छ होइन एज अफ अल्ट्रोनको लागि अनि उताको पार्टको लागि. सो प्रिटी गुड मुभी. सो यही थियो 10वटा. अब यसपछिको चाहिँ अब गार्जियन्स अफ ग्यालेक्सी, गार्जियन्स अफ ग्यालेक्सी 2, त्यहाँपछि एज अफ अल्ट्रोन. सो त्यसरी म अर्डरमा हेर्दै जान्छु होइन. इफ तपाईँहरूलाई पनि यो अर्डर चाहिन्छ जुन म हेर्दैछु, प्रोपर अर्डर होइन स्टोरी बुझ्नको लागि, देन कमेन्टमा चाहिँ अर्डर भनेर लेखिदिनु एन्ड देन आई विल पुट इट इन योर डिएम्स होइन. देन तपाईँले पनि कम्प्लिटली अर्डरमा हेर्न सक्नुहुन्छ मार्वलको मुभिज. त्यसरी हेर्दा एकदम मजा आउँछ है. सो इफ यु अल्सो गाइज वान्ट टु वाच इट द्याट वे, देन डु कमेन्ट अर्डर ORDER एन्ड आई विल सेन्ड इट इन योर डिएम्स. एन्ड या बाई.